भाई तोडे ल जानु फिर्दा एउटा साथीहरू हामी खाना खान्छु खाना आइसक्यो हाम्रो यहाँ है अब चाहिँ हामी खाना खान्छौँ अब चाहिँ हामी खाना खानेछौँ हजुर ए हस् अब चाहिँ हामी छौँ यता काका आमाहरू यता सुरज भाइ हामी छौँ यता हेर्न सक्नुहुन्छ डिसहरू मासु यो के हो यो दही भात रहेछ अब चाहिँ हामी कतिले खाएर जानु बेटर छैन गाइस सो गाइस हाम्रो हुनुभन्दा अगाडि यहाँ मेरो पनि के हाल्छ है टक्क लगाएर ओहो अब कति हामी जानेलाई भेट्नेछौँ ल अलिकति जाने भेट्छ हामी अब कोर्ला नागा पुग्नु लागिसकेको छ यहाँ जस्तो दामी हिउँ छ अनि सबैजनालाई स्यासे भइसक्यो यो खेल्न गाह्रो भइरहेछ हामी हिमालभन्दा पनि माथि हो अहिले तल हेर्नुपर्छ हिमाल ल अल्को पुलमा बागलुङ पर्वत ओ जेनिस la 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 हामी अब मार्फा भिलेज प्रवेश गर्न लागिरहेको छ अब यो भित्र चाहिँ हामी यहाँको ड्रेस लगाएर हामी घुम्नेछौँ मार्फाको दृश्य यता हाम्रो गाडी परिवारहरू अनि यता मार्फा बजार अब भित्र लोकल बस्तीमा हामी घुम्नेछौँ है त हामी अब मार्फा भिलेज प्रवेश गर्दैछ है गाइजहरू हामी अब यहाँको ड्रेस लगाएर निस्किनेछ यहाँको लोकल भेषमा ल काका रोग अनि म त्यो निकालिदिन्छु एक रातको जमसङ बसाइ पछाडि हामी चाहिँ फेरि बिहानै 5 बजे उठेर उपर मुस्ताङको यात्रा सुरु गरिसकेका छौँ हामी आजको यात्रा चाहिँ चाइना बोर्डरसम्म रहनेछौँ बिहानको 6 बजेको छ हामी चाहिँ कागबेनदेखि उपर मुस्ताङको बाटोमा जाँदाखेरिको यो दृश्य चाहिँ अहिले कैद गरिरहेको छ मुस्ताङ घुम्न यो चाहिँ बिहानको दृश्य हो कागबेनी चाहिँ यहाँनिर हो अनि मुक्तिनाथ साइडको हिमाल अब हिमालको नाम चाहिँ अन्नपूर्ण हो कि के हो थाहा भएन हाम्रो यात्रा जारी छ बिस्तारै उज्यालो हुँदै आएको छ नदी बगिरहेछ हाम्रो गाडी यहाँ मुस्ताङ घुम्न आउने सोधे पुगे जाइ भन्छ यस्तो ठाउँ छ हाम्रो मुस्ताङको यात्रा जारी छ
यो चाहिँ मिश्र देशको प्यारामिड जस्तै देख्यो त यो त। अब चाहिँ हाम्रो फ्यामिलीहरू चाहिँ लगभग मुस्ताङ पुगिसकेको छ। सबैजना खुसी देख्छ यतिखेर। कहाँ हो कहाँ हो ल सांग न छोरा छोरा छ तंग यस्तो छ पहाडहरू। तिमीले नै हाल्न मिल्छ नि त चाउचाउ खाँदै। ओ युनिसा मलाई केले हान्ने रे? सुरज निन्द्रामै हो क्या? पहाडै पहाड यस्तो छ। के को पहाड थाहा छैन। अनि त्यो बाटो हुँदै ब्रिज हुँदै अलिकति उकालो अनि त्यहाँनिर ड्रप छ। अब यताबाट बाटो नि छ कि छैन जस्तो देख्छ है हेर्दाखेरि। अब तपाईँहरू हेर्दै जानु होला। हामी कता गइन्छ थाहै छैन। यहाँबाट पो टर्निङ रहेछ। सबै भिडियोमा यही टोपी मात्रै भन्छ होला। के गर्नु हजुर गरिब छ के गर्नु टोपी किन्न सक्दैन। यही टोपी ओढ्या छ। ठोकेको मात्रै हो कि के हो युनिसमा? युनिसा हाम्रो गाडी सुनिल भाइ गाडी त्यहाँ आइरहेछ। म चाहिँ भिडियो बनाउन माथि आएको। म चाहिँ यसरी चढेर जान्छु। ऊ त्यो टुप्पामै हो पुग्ने। गाडी त्यहाँ पुगिसक्यो। म चाहिँ गाइस हाइकिङ गर्दैछु। गाडी उता पुगिसक्यो। म चाहिँ गाडीभन्दा पहिला यहाँ माथि पुग्छु भनेर यो बाटो चढेको छु। अनि माथि चाहिँ म गाडीलाई खिच्नेछु। ओह माई म लड्यो। म हिँड्न सकिनँ। मभन्दा पहिला गाडी पुग्छ क्या। मेरो चाहिँ एकदमै सोख हो हाइकिङ गर्न। सुनिल भाइको गाडी आउँदैछ। घाम लागिसक्यो अब चाहिँ। हिमालहरू यता पनि चाहिँ 0.5बाट आछ। हिमालहरू देखाइदिएको सल्लाह चाहिँ देखाइदिनु। हिमाल हेर्नुहोस् गाइजहरू। घुम्ने भए आउनुहोस्। म ड्राइभर हो। साला
ल्याउने दाइ चाइनाबाट हामी सामान ल्याउँछु चितवनमा मेरो पसल छ पसलको लागि चाइनाबाट सामान पनि लिएर आउँछु सबै आउनु होला किन्नलाई ल है तपाईँहरू मुस्ताङ घुम्ने इच्छा छ भने 60,000 हो 3 दिनको लागि मेरो गाडी तपाईँहरूलाई 3 दिन घुमाइदिन्छु है 60,000 मा कोही रिजर्भ हान्नु छ भने भन्नु होला है त्यसै घुमा पर्छ कि गाडी क्याब लुङ्गी चाहियो रे बज्यो त्यहाँ नाति लुङ्गी हामी नि लाउने यस्तो खाले यस्तो यस्तो मलाई यस्तो दिनु उहाँलाई लुङ्गी यो माला चाहियो रे बुझेन मुस्ताङ धेरै राम्रो रहेछ बोजे मुस्ताङ धेरै राम्रो बोजेले नेपालीमा बोल्नु बुझेन हामीले क्यामराम्यानहरू कतिलो भएन आफै ड्राइभर आफै हिउँमा हेर्नुहोस् है गाइस हिउँमा आफै ड्राइभर आफै यस्तो पनि बजाउनु पर्यो नि भएन बेबी त्यहाँ मेरो अहिले खाने होइन पुल्यो म खाएर मजाको बिराउने रहेछ मोबाइल मलाई पठान झोल्ने हाल्ने त्यहाँ यसो 인주롱 뭐 지어라 되거나 아이 안 해롱디 아이 뭐 지네 브레우 भाइ जुत्ता यसको जुत्ता लगा न जुत्ता लगाएर आइज सानो लगाउने ख युट्युबमा जाउँ पनि क्या मैले भिडियो हुन्छ भन्ने हामी चाहिँ हिउँमा पुरै अब चाहिँ चाइना बोर्डर नजिकै आइसक्यो हामी
मजाले यहाँ खेल तोडे ल जानु फिर्दा एउटा This is a Nepal. Nepal. Welcome to Nepal. हो यता नि आइज न यो क्यामेरा कि न उयो न हामी अब कोर्ला नागा पुग्नु लागिसकेको छ यहाँ जस्तो दामी हिउँ छ अनि सबैजनालाई सेसे भइसक्यो यो खेल्न गाह्रो भइरहेछ हामी हिमालभन्दा पनि माथि हो अहिले तल हेर्नुपर्छ हिमाल यो नि त हिमाल चारैतिर हिमाल हिमालै हिमाल सनिल भाइको गाडी ओ जेनिस के भयो के भयो जेनिस हामी चाइना आइपुग्यो गाह्रो भयो चाइना हो अब ऊ अलिक उता चाइना हो चाइना पुग्नु लाग्छ हामी चाहिँ कोर्ला नागा आइपुग्यो यतिखेर हामी चाहिँ चाइना बोर्डर आइसक्यो यतिखेर अनि यो चाहिँ चाइना हो यो हाम्रो नेपालको पिलर 24 नम्बर पिलर रहेछ यहाँ जय म नेपाल अब यता पढी चाइना यस्तो छ चाइनाको चाहिँ यस्तो बिल्डिङहरू छ चाइना नागा यहाँ रहेछ मिलन अनि हिउँ छ नेपालको चाहिँ यस्तो छ हेर चोप्राहरू चाइना हामी चाहिँ चाइना बोर्डर आइसक्यो ल यो चाइना हो जिनिस चाइनाको घर देख्यो खुसी लाग्यो हो खुसी लाग्यो धेरै ल यता हेर्दा यस्तो हेर न बिल्डिङमा चाइना चाइना यो नेपाल चाइना बोर्डर दिस इज नेपाल चाइना बोर्डर कोर्ला नागा यो चाहिँ हाम्रो नेपालको हो अनि यता चाइना यस्तो फरक छ हेर्नुहोस् त विकासको उसमा